नमस्कार। म हास्य कलाकार रोहित कार्की। यहाँहरूले मैले खेलेको सिरियल त पक्कै काहीँ न काहीँ देशदेखि विदेशसम्म हेरिरहनु भएको छ होला। अहिले पनि मेरो सिरियल शनिबार बेलुका 7:30 बजे रमाइलो टेलिभिजनमा जदौ भन्ने सिरियल आउँछ। त्यसै गरी 8 बजे दमाई दाई अफिसियल युट्युब च्यानलमा दमाई दाई भन्ने सिरियल आउँछ र बिहिबार चाहिँ गोपी भन्ने सिरियल आइरहेको छ। त्योदेखि बाहेक अस्ति भर्खर मैले ओखलढुङ्गामा गएर पापी मान्छे म्युजिक भिडियो, यो चाहिँ सन्देशमूलक म्युजिक भिडियो छ। त्यो चाहिँ अब पक्कै यो वैशाखभित्र हेर्न पाउनुहुन्छ। आज म यहाँहरूलाई नयाँ वर्ष भर्खरै प्रवेश गरेको नयाँ वर्षको बारेमा अलिकति केही शुभकामनाका शब्दहरू अर्पिँदैछु। यहाँहरूले 2081 सालमा जे जति दुःख कष्ट पाउनुभयो, या परिवार या गाउँ परिवारको कोही दुश्मनीबाट पाउनुभयो, शत्रुबाट पाउनुभयो, या देश चलाउने राज्य पछिबाट पाउनुभयो होला, विविध कारणले। त्यसलाई कुरा छोडौँ। अब आउने यो नयाँ वर्ष यहाँहरूको 82 साल एकदम रमाइलोसँग बितोस्। तपाईँको घर घरमा शान्ति छाओस्, गाउँ गाउँमा शान्ति छाओस्, भाइचाराको नाता अझै घनिष्ठ बन्दै जाओस्। सम्पत्तिको नाममा दाइ भाइमा हुने विभेद झगडा, यस्ता किसिमका झगडाका बिउहरू नासिँदै जाउन्। सम्पत्ति भन्ने कुरा केही पनि होइन। आत्मीयता गहिरो भयो भने सम्पत्ति भोलिको दिनमा कमाइन्छ। तर सम्पत्तिकै नाममा भाइ दाइमा झगडा पर्नु, गाउँ गाउँमा झगडा पर्नु, यो एकदमै नराम्रो कुरा हो। आत्मसन्तुष्टि पार्नुहोस्, चित्तलाई शान्त पार्नुहोस्। सम्पत्ति त्यसै पनि कमाइन्छ। सम्पत्ति कमाउनुभन्दा पहिला इष्टमित्र कमाउनुपर्छ, आत्मीयता दाजुभाइ कमाउनुपर्छ। त्यो भयो भने सम्पत्ति त्यसै पनि हामीलाई प्रभाव हुन्छ। र 81 सालमा यहाँहरूले बनाएको योजना अनुरूपका कामहरू धेरै बिग्रे होलान्। तपाईँको दिमागले काम गरेन होला। तर त्यसलाई थाँती राखेर जे भयो त्यो एउटा सङ्घर्षको पिरियडमा भयो। योजना बनाउँदै गर्दा कतिपय कामहरू हामीले यात्रा तय गर्दै गर्दा कतिपय यात्राहरू सफल हुँदैन। सफल भएनन् भनेर त्यो यात्राबाट हार्ने होइन, त्यसलाई हिम्मत गरेर अगाडि बढेर त्यसलाई सफल बनाउनुपर्छ। आज नभएको काम भोलि हुनसक्छ, भोलि नभएको काम पर्सि हुनसक्छ। हामीले आफ्नो आत्मालाई त्यसरी हिम्मतको साथ अगाडि बढ्नुपर्छ। र यो वर्षमा यहाँहरूको धेरै काम बिग्रे होलान्। विदेश गएका छोराछोरीहरूले पैसा कमाएनन् होला, भनेको ठाउँमा सही शिक्षाको लागि एउटा राम्रो कलेज पाएनन् होला, त्यो पीडा होला। तपाईँलाई पारिवारिक अनगिन्ती जालझेलका कुराहरू आयो होलान्। यो कुरालाई जे भयो भयो, अबको दिनमा अझै राम्रो गर्नुपर्छ भनेर अगाडि बढ्नुहोस्। तपाईँ सफल हुनुहुन्छ। धेरै सङ्घर्ष गरेर बल्ल मिठो चिज खान पाइन्छ। मिठो चिज हत्तै पहिले खाइयो भने त्यसको महत्त्व कम हुन्छ। यहाँले यो कुरा पनि जानिराख्नु होला। र अहिले यो धार्मिक कुरामा विभिन्न कुराहरू चाहिँ आइरहेका छन्। यस्तो किसिमको चाहिँ झगडाको बिउ रोप्ने काम कसैले पनि नगरौँ। चाहे राजनीति तवरबाट होला, चाहे व्यक्तिगत तवरबाट होला, या वैदेशिक घुसपेटको कारणले पनि हुनसक्छ। हाम्रो देशको कला संस्कृति, संस्कार संस्कृतिसँग आबद्ध रहेर यसलाई जे अहिले चलिआएको छ, हामीले जे मान्दै आएका थियौँ, त्यसैलाई भोलिको दिनमा पनि मान्दै जानुपर्छ। धर्मको न्युमा झगडा गर्ने होइन, सम्पत्तिको न्युमा दाजुभाइको झगडा गर्ने होइन। यो नराम्रो काम हो। अलिकति भए पनि यहाँले धार्मिक आस्थापट्टि मन लैजानु भयो भने भजन कीर्तन गर्नुहोस्, आफ्नो कर्म गर्नुहोस् होइन। त्यो सँगसँगै तपाईँ अगाडि बढ्दै जानुभयो भने तपाईँको आत्मचित्त शान्त हुँदै जान्छ र तपाईँको झै झगडाको बिउहरू पनि बिस्तारै बिस्तारै नासिँदै जान्छन्। त्यसैले यो 82 सालमा एउटा राम्रो योजना बनाउनुहोस्। कसैलाई तकलिफ तपाईँको कारणले अरूलाई असर नपर्ने गरी शुद्ध मनले योजना बनाउनुहोस्। र यो योजनाभित्र यो 82 साल चाहिँ यो काम चाहिँ म पुरा गर्छु भनेर तपाईँ लाग्नुभयो भने अवश्य पुरा हुन्छ। र सही व्यक्ति चुन्नुहोस्। तपाईँको साथी हुनसक्छ या राजनीतिक नेता। हामीले जहिले पनि हामीले साथ लिँदाखेरि सही व्यक्तिको साथ लियौँ भने त्यहाँबाट दुईवटा कुरा भए पनि हामीलाई चाहिने कुराहरू प्राप्त हुन्छन्। ती कुराहरू चाहिँ तपाईँले मनन गर्ने कुरा। र यो जुवा तासदेखि अनगिन्ती कुराहरूले हाम्रो मानसिक अवस्था गिराउने कामदेखि लिएर पारिवारिक झगडाको बिउ पनि रोप्ने काम गरिरहेको छ। त्यतापट्टि आफ्नो मनलाई दत्तचित्त नगर्नुहोस्। आफ्नो मनलाई एकत्रित बनाउनुहोस्। त्यसले हामीलाई कहिले पनि उँभो लगाउँदैन, जहिले पनि उँधो लगाउने हो। तपाईँ एकजनाले घरमा चाहिँ घरको परिवारको सदस्यमध्ये एकजनाले रक्सी जाँड खाइदिनाले, भट्टीतिर गइदिनाले
त्यो घरको परिवारको माहौल अर्कै बन्छ, बालबच्चाको भविष्य अन्धकार हुन्छ। यो कुरालाई ख्याल गर्नुहोला। हुन त यहाँहरू आफै पनि विज्ञ हुनुहुन्छ, मैले यो भनिरहनु पर्ने होइन। र देश विदेशमा जो बसेर यो भिडियो हेरिरहनु भएको छ, यहाँहरूलाई पनि एउटा सानो सन्देश, तपाईँहरू आफ्नो घर परिवार गाउँ इष्टमित्र त्यागेर जानुभएको छ। के को लागि जानुभयो? भविष्य बनाउनको लागि र 2-4 पैसा भए पनि कमाउनको लागि। तपाईँले त्यहाँ पनि पैसा खर्च गर्ने यावत कुराहरू हुन सक्छन्, त्यतापट्टि तपाईँले मन लैजानु भयो भने भोलि तपाईँको घर परिवारले जिन्दगीभर हुनुपर्ने हुन्छ। किनभने लाखौँ रुपियाँ खर्च गरेर जानुभएको छ त्यहाँ विदेशी भूमिमा, होइन? अर्काको नियम, अर्काले बनाएको नियममा आबद्ध रहेर काम गर्न पर्ने हुन्छ। त्यसैले विचार गर्नुहोला, हामी कुन धरातलबाट उठ्यौँ र हाम्रो धरातल के हो, संस्कार संस्कृति के हो, त्यसलाई यहाँहरूले ख्याल गर्न जरुरी छ। त्यो ख्याल गर्नु भएन भने समय एक फेर मात्रै आउँछ। हरेक मान्छेको जीवनमा एक फेर समय आउँछ। त्यो चुकेपछि फेरि दोहोरेर आउने छैन, किनकि त्यो समय अर्कोलाई प्रवाह गर्नुपर्छ। अर्कोले स्ट्रगल गर्दै त्यो ठाउँमा पुगेको हुन्छ। त्यो समय कहिले आउँछ भनेर प्रतीक्षा गरिरहेको हुन्छ। त्यसले गर्दा आएको समयलाई नचुकाउनु होला। र यो 82 सालमा यहाँहरूको दिन राम्रो होस्। देवी देवताप्रतिको आस्था हामीले जुन एउटा मानिरहेको छौँ अन्तर्मनदेखि, त्यसलाई नटुटाउनु होला। जबकि त्यहाँबाट पनि यहाँहरूलाई शक्ति प्रदान हुन्छ। त्यो शक्तिले नै हाम्रा भोलिका योजनाहरू सफल हुँदै जान्छन्। हाम्रा यात्राहरू, हाम्रो आत्मा शुद्ध हुँदै जान्छ। र हामी जहिले पनि रमाउन जान्नुपर्छ। दुःख मान्छेलाई पर्छ, दुःख नपरी पाएको सुखको औचित्यहीन हुन्छ। त्यसैले त्यो दुःखलाई बुझेर हिजोको दिनमा म कहाँ थिएँ र आज कहाँ आइपुगेँ, त्यो पछाडि तपाईँले एक फेर फर्केर हेर्नुभयो भने तपाईँको साथमा आएका राम्रा समयहरू, तपाईँको पासमा आएको राम्रो समयहरूलाई तपाईँले कदर गर्न सक्नुहुन्छ। त्यसैले यहाँहरू सम्पूर्णमा म विनम्र अनुरोध के गर्दछु भने हामीले समयलाई चिन्न जानेनौँ भने पछि पछुताउनु पर्ने हुन्छ। यो पछुताउने काम हामी कसैले पनि नगरौँ भन्दै 2082 सालमा यहाँहरूको घर घरमा हरेक गाउँमा चाहिँ शान्ति छाओस्, मन शुद्ध होस्, गरेको काम सफल होस्। जुन कामले हामी यात्रा अगाडि बढाइरहेको छौँ त्यो पनि यहाँहरूले नछोड्नु होला। र अर्को कुरा महत्त्वपूर्ण, हामी बाँच्नु मात्रै ठुलो कुरो होइन, प्राणी हौँ हामी। र कसैको लागि होला, त्यो असहाय अनाथको लागि होला, चाहे समाजको होला, अप्ठ्यारो परेको अवस्थामा हातमा हात मिलाएर साथ दिएर अलिकति तपाईँले त्यतापट्टि मन लैजानु भयो भने तपाईँको आत्माले एकदम शान्ति सन्तुष्टि मिल्छ। किनभने कोही अप्ठ्यारोमा परेको बेलामा तपाईँले अलिकति मात्रै भए पनि साथ सहयोग तपाईँको हैसियतले भ्याउने जति छ त्यो गर्नुभयो भने तपाईँलाई त्यसले अझ शान्ति मिल्छ भन्दै मेरो रोहित कार्की युट्युब च्यानलमा तपाईँले धेरै भिडियो हेर्न सक्नुहुनेछ। हेर्नु भएको छैन यो च्यानललाई भने यो च्यानललाई सब्सक्राइब गरेर राम्रा भिडियो हेरिदिनुहोस्। भिडियोमा चाहिँ अस्ति भर्खर 2-3टा भिडियो छ। भाग्यले ठगेको मान्छे, जलेको मन, एक्लो मान्छे, त्यो मेरै कथा लेखन निर्देशन। त्यसको साथसाथै सडक नाटक, स्टेजमा गर्ने हास्य प्रस्तुति, साहित्यिक प्रोग्राममा गर्ने प्यारोडी गायन लगायतका भोलिको दिनमा अझ राम्रा चिजहरू पनि आउनेछन्। एउटा सर्ट मुभी तुरुन्तै आउँदैछ, यो वैशाख भद्री आउँछ होला सायद, मैले कथा लेखिरहेको छु। त्यो भन्दै देश विदेशमा रहनुहुने सम्पूर्ण आम नेपालीहरूलाई हामी नेपाली कला संस्कार संस्कृतिलाई चाहिँ जगेर्ना गर्नुपर्छ भनी लागि परेका सबै समय अर्पिएर कलाकारिता क्षेत्रमा लागिरहेको हाम्रो यो मर्मलाई बुझेर यहाँहरूले थोरै भए पनि 2 मिनट 5 मिनटका भिडियो आउन सक्छन् कहिलेकाहीँ, त्यसलाई पनि एकदम सम्झेर हेरिदिनु भयो भने हामी एकदमै आभारी छौँ। किनभने हामीसँग पनि एउटा जिम्मेवारी छ। समाजमा यस्ता खालका विकृतिहरू घट्न हुँदैन, नराम्रा खालका विकृतिहरू घट्न हुँदैन भन्ने खालको सन्देश प्रवाह गर्दै त्यो सडक नाटक मार्फत हुनसक्छ, त्यो टेली चलचित्र मार्फत हुनसक्छ। अहिले दमैदाई भन्ने सिरियलको सुटिङको क्रममा हामी धादिङको डुम्री चौरमा आएका छौँ। यो पनि जनचेतनामूलक चाहिँ सिरियल हो। यहाँले हेर्नु भएको छैन भने यो सिरियल पनि हेर्नु होला भन्दै यहाँहरूको दिन एकदमै शुभ रहोस्। शुभ कर्म गर्नुहोस्, शुभ योजना बनाउनुहोस्, सही कर्म, आफूले गरेको कर्मले समाजमा पनि छाप छोड्नुहोस् र आफू पनि खुसी हुनुहोस्। नमस्कार।